हेलो गाइज नमस्ते सबैजनालाई अनि एउटा कुरा आज चाहिँ म एकदमै खुसी छु हैन किनभने लगभग 2 दिन भइसक्यो मैले उयो के अरे भ्लगहरू अपडेट गरेको हैन मेरो भ्लगको भिडियोमा चाहिँ अलिकति सपोर्ट चाहिँ मिलिरहेको छ त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच जसले सपोर्ट गरिदिनु भएको छ त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच हैन अनि अब तपाईहरुले हुन्छ नि तपाईहरुलाई अब कस्तो खालको भ्लगहरू मनपर्छ के कमी कमजोरी छ अब मबाट कस्तो टाइपको भ्लगहरू हेर्नु खोज्नु भएको प्लिज कमेन्ट गरेर भनिदिँदा हुन्छ है म तपाईहरुले जस्तो भन्नुहुन्छ म त्यस्तै गर्ने कोसिस गर्छु किनभने मेरो कामै छैन क्या दिनभरि कामै छैन आजभोलि अब युकेमा बस्छु हैन त्यही पनि म अहिले कामै गर्दिन हैन लगभग अब 1 वर्ष जति कामै गर्दिन किनभने मेरो एउटा सानोतिनो प्रब्लम भएको छ क्या अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ भ्लगमा पुरै फोकस गर्नु पर्यो भनेर सोचिरहेको छु क्या अनि त्यही हो ब्रदर सिस्टरहरू थ्याङ्क यू सो मच है तपाईहरुको कमेन्टहरू एकदमै राम्रो राम्रो कमेन्टहरू आएको छ हैन त्यो कमेन्टहरूले गर्दाखेरि चाहिँ एकदमै खुसी लागिरहेको छ आजको चाहिँ भ्लग भन्दा पनि एउटा सर्ट टपिकमा बोल्नु मात्र आएको किनभने आज चाहिँ भ्लग भनेको त अब बाहिर यसो घुम्ने डुल्ने यस्तो हिँड्ने सिन्ने टाइपको हुन्छ नि त तर त्यस्तो चाहिँ आज गरेको छुइनँ एउटै ठाउँमा बसेर भ्लग बनाएको छु क्या मैले चाहिँ किनभने अब हुन्छ नि जस्ट एटलिस्ट मेरो युट्युब च्यानलमा चाहिँ दिनदिनै एउटा भिडियो चाहिँ आइराखोस् है भनेर चाहिँ सोचिरहेको क्या 5-6 मिनटको भिडियो बनाउनु पर्यो भनेर चाहिँ गरिरहेको अनि त्यही हो ब्रदर सिस्टरहरू अब भ्लग बनाउनुको लागि तयारी भइरहेको छ अब माइक्रोफोनहरू किन्नुपर्ने छ हैन माइक्रोफोनहरू अनि सफ्टवेयर एडिटर गर्ने सफ्टवेयरहरू किन्नुपर्ने छ हैन कम्प्युटरहरू किन्नुपर्ने छ अनि सबै यताउता भइसकेपछि चाहिँ अलिकति हाई क्वालिटीमा अपडेट गर्छु होला सायद भिडियोहरू गाइज अनि यो मैले मुख चलाउँछु नि त बोल्दाखेरि म गर्छु हैन त्यसको मतलब चाहिँ यो मेरो यहाँ पहिला बच्चामा सानोमा यहाँ ओठको यहाँ तल मैले छेडेको थिएँ क्या काँडाले छेडेको थिएँ अनि यहाँ भित्र फोका जस्तो आएको छ क्या यस्तोमा क्या फोका जस्तो छ हैन अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति गर्छु क्या अलिक बानी बसेको छैन तर अलिक बिल्ला अपाङ्गा जस्तो देख्दा रहेछ हैन तर अपाङ्गा चाहिँ म छुइनँ हैन एनिवे त्यही हो अब बुढो भइसकेँ अब 34 इयर्स ओल्ड भइसकेँ म हैन 34 इयर्स ओल्डमा भ्लग बनाउनु अब थालिरहेको छु अब लगभग अब मेरो मिसन भनेको चाहिँ मेन भनेको चाहिँ अडियन्सहरू अब मैले भने ड्रग्स खाएर मेरो त लगभग लाइफ नै कोल्याप्स भइसकेको छ हैन परिवारहरू सबै गुमाइसकेको छु र मेरो इन्टेन्सन अब के हो गन्तव्य के हो भन्छौ भने हैन अब चाहिँ युट्युब मार्फत युट्युबको फ्यामिलीलाई नै मेरो परिवार सम्झिएर म चाहिँ अगाडि बढ्नेछु क्या आजसम्म मेरो लगभग कति 1 दिन 2 दिनमा लगभग 50 जना जति सब्सक्राइबर भइसक्यो होला मेरो 50 जना जति फ्यामिली मेम्बर भइसकेको छ युट्युब फ्यामिली मेम्बर है त्यसको लागि चाहिँ एकदमै म खुसी छु अनि अरु भन्दा पनि मेन भनेको चाहिँ कमेन्ट चाहिँ एकदमै कस्तो दामी लेखिरहेको छ भनेको यार गड ब्लेस यु टाइपकोहरू हुन्छ नि पोजिटिभ भाइब्स आयो राम्रो गरिरहेको छौ तिमीले गर्नु सक्छौ भनेर भनिरहेको छ क्या अनि एकदमै खुसी लाग्ने के त्यस्तो कमेन्टहरू सुन्दाखेरि अनि ब्रदर सिस्टरहरू है त्यही हो अनि अब अरू कुराहरू त अब के भन्नु हैन अब अहिले चाहिँ म अब बेडमै हो हैन बेडमै बसेर बनाएको भिडियो हो हैन अनि बेडमै बसेर बनाएको भिडियो अनि युट्युबको त्यो लगभग अब हुन्छ नि पछि अलिकति फलोवर्सहरू बढ्दै गएपछि 10-20 हजार भइसकेपछि चाहिँ अलिकति भ्युजहरू पनि राम्रो जान्छ नि त अनि त्यो भ्युजहरू जान थालिसकेपछि चाहिँ अलिकति मोटिभेसन जस्तो पनि मिल्दा रहेछ क्या तर मलाई चाहिँ अहिलेदेखि नै मिलिसकेको छ मेरो त एउटा दुईटा सब्सक्राइबर आउने बित्तिकै पनि मैले त काउन्ट गरिरहेको छु नि त म त प्रत्येक मेसेजहरूको पनि रिप्लाई दिइरहेको छु नि त अहिले त किनभने फुर्सद छ नि त जसले कमेन्ट गर्छ म उनीहरूको कमेन्टको रिप्लाई पनि दिइहाल्छु हैन त्यो गरिदिइरहेको छु अनि त्यही त अब
त्यस्तै हो ब्रदर सिस्टरहरू यदि तपाईँहरूले कमेन्ट गरिदिनु सक्नुहुन्छ होइन अप्ठ्यारो नमानिकन मलाई केही भन्नु छ भने गाली गर्नु मन छ भने गर्दा हुन्छ गाली गर्दा पनि हुन्छ होइन माया गर्नु मन छ भने माया गर्दा पनि हुन्छ है अनि त्यही हो अनि अरूभन्दा चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई मैले त्यो उयो भन्न आँटेको थिएँ क्या म चाहिँ अब जिजस क्राइस्टको फलोवर्स हो होइन जे होस् ठिकै छ अनि के अरे के अरे उयो के पो भन्छ हौ त्यो अब मेरो चाहिँ अब त्यो अहिले एकदमै उयो छ नि त म धर्म क्रिस्चियन धर्मको हो होइन क्रिस्चियन धर्मको बाप्टाइज गरिसकेको हो बोल्नु के बोल्नुहुन्छ अकम किने क्या अब नयाँ भ्लग्सहरू बनाउँदै गरेको हो नि त अलि अकम किने क्या अनि एनिवे त्यही हो ब्रदर सिस्टरहरू है ल आजलाई चाहिँ अब यति नै गर्नु पर्ला आज चाहिँ अब नुहाइधुवाइ पनि गरेको छु सावर पनि गरेको छु होइन अनि कपालहरू पनि हल्का फुस्रो भइरहेको छु है कस्तो यो कपालले म्याच गरेको छ कि छैन हो ब्रदर सिस्टरहरू यसो भनिदिनु पऱ्यो गाइज एन्ड डल्स यार यो भ्लग गर्दाखेरि कस्तो देख्छ होइन यदि कपाल राम्रो छैन भने प्लिज भनिदिनु होइन यो काट्छु म यो कपाल सपाल काट्छु दाढी जुङ्गा सबै काट्छु होइन यदि राम्रो छैन भने अनि त्यही हो ब्रदर सिस्टरहरू आई लभ यु सो मच एन्ड थ्याङ्क यू फर सपोर्टिङ मी होइन अनि अब म चाहिँ क्लिन भएको भनौँ न ड्रग्स युज नगरेको चाहिँ लगभग 2 दिन 2.5 दिन भइसक्यो 2.5 days भइसक्यो द्याट्स अल अफ योर लभ एन्ड सपोर्ट गाइज किनभने तपाईँहरूको सपोर्टले गर्दाखेरि म एकदमै खुसी भइरहेको छु दिन प्रतिदिन होइन त्यसरी नै यसरी नै अगाडि बढ्दै जानेछु अलिकति गाह्रो चाहिँ भइरहेको छ किनभने क्रेभिङ भइरहेको छ होइन जिउ कडाकुडुक दुखिरहेको छ पसिना आउने त्यस्तो भइरहेको छ होइन तर पनि लाइक हुन्छ नि दिनभरि आफ्नै युट्युब हेरेको गरेर क्या हुन्छ नि तपाईँहरूको कमेन्टहरू हेरेको गरेर आफूलाई पुरा मोटिभेट गरिरहेको छु क्या खत्रै भ्लगर आफूलाई खत्रै भ्लगर भयो कि क्या हो जस्तो लागेर क्या आफूलाई त्यस्तै सोचेर चाहिँ अब अगाडि बढिरहेको छु थ्याङ्क यू सो मच ब्रदर सिस्टरहरू है फेरि पनि तपाईँहरूलाई अब भोलितिर पर्सितिर चाहिँ अलिकति राम्रो भनौँ न अस्तिको एपिसोड 1-2 भन्दा पनि अलिकति राम्रो भ्लग यो आजको त अब यतिकै बोलेको मात्र हो होइन यतिकै अपडेटहरू मात्र गराउनु मात्र आएको हो भनौँ न अब अर्को के अरे अब आउने अर्को नेक्स्ट भ्लग चाहिँ अलिकति राम्रो अलिकति पक्का भ्लगिङै जस्तो टाइपको चाहिँ भ्लगिङै गरेको जस्तो टाइपको चाहिँ भ्लगहरू बनाएर ल्याउने छु र त्यति भन्दैमा आजलाई चाहिँ बिदा माग्नु पर्यो गाइज I love you all. Thank you so much. This is your boy, aka Jesus Rajiv. Ani, yeah, guys, peace. See you in next vlog. Bye bye.